आज नयाँ वर्षको दिन मम्मीहरूसँग घुम्न गएको आधी घन्टामै फर्केर पाएँ। हेलो एभ्रिवान, आज चाहिँ मलाई मेला जान मन थिएन, त्यही पनि मम्मीले जबरजस्ती मेला जाउँ न भनेर जबरजस्ती रेडी गर्नुभयो। जाने भनेर रेडी चाहिँ 10 बजे रेडी भएको, तर पुग्न चाहिँ 1 बजे पुग्दिरहेको। हाम्रो आज जाने भनेर चाहिँ मन्दिर जाने प्लान बनेको थियो, तर लास्टमा चाहिँ आन्टीहरू पनि तालतलेका मेला जाउँ न भन्न थाल्नुभयो। त्यसैले हामी सबैजना अब तालतलेका मेलातर्फ जान थाल्यौँ। तालतले जाने रोड चाहिँ लास्टै खत्तम भएको कारणले हामीले एकछिन त हिँड्नु पर्यो। बल्ल बल्ल मेलामा आइसकेपछि हामी एन्ट्री गेटबाट भित्र छिर्यौँ। एन्ट्री गेटबाट चाहिँ भित्र छिरिसकेपछि हामीले चाहिँ टिकट काट्नै बिर्स्यौँ। त्यसपछि हाम्रो बुनुहरू चाहिँ टिकट काट्नतर्फ लाग्यो। त्यहाँनिर चाहिँ टिकटको प्राइस 30 रुपियाँ थियो र हामीले 7 जनाको टिकट काट्नलाई हामीलाई झन्डै 15 मिनट जति लाग्यो, किनभने त्यहाँ धेरै नै भिड थियो। टिकट काटिसकेपछि चाहिँ हामी एन्ट्री गेटबाट भित्र छिर्यौँ। म चाहिँ तालतले आएको लगभग धेरै नै वर्ष भइसकेको थियो, त्यसैले यहाँनिरको नयाँ नयाँ के कुराहरू छ भनेर यसो घुम्न जाउँ भनेको। बोटिङ गर्ने साइडमा ट्रस्ट रहेछ। आफू फेरि इन्जिनियरिङ फिल्डको मान्छे परेर होला, त्यतातिर ध्यान गइ नै हाल्छ। हामी भित्र पसेको लगभग 10 देखि 15 मिनट भएको थियो होला। एकछिन हिँड्दै एकछिन एउटा दुईटा फोटोहरू खिच्यौँ। भिड पनि यति भिड थियो। त्यसपछि यहाँ पोखरीमा कति राम्रो हाँसको जोडीहरू खेल्दै गरेको देखेँ। हामी एकछिन के फोटो खिच्नलाई बसेको, मम्मीहरू त कहाँनिर जानुभयो। एकछिन त खोज्दा होइन। एक दुई ठाउँ पनि मजाले घुम्न पाएको छैन। मम्मीहरू त टेन्सन लिएर घरको बारेमा कसलाई के भयो, बाख्रा कहाँ गयो भनेर भन्नु थाल्नुहुन्छ। त्यसपछि हामी पनि फटाफट बाहिर निक्लेर मम्मीहरूलाई खोज्न थाल्यौँ। मम्मीहरू त बाहिर निस्केर होटलमा बसेर मस्त चाउमिन र चटपटीहरू पनि मजाले खाइरहेको। त्यसपछि हामीले पनि यस्तो गर्मीमा के खानु भनेर यसो चिसोहरू खाऊँ न भनेर चिसोहरू खायौँ। त्यसपछि हामी नास्ता पानी गरेर आफ्नो घरको तर्फ निक्ल्यौँ। त्यही भएर केटाकेटी हो, जान मन छ भने साथीहरूसँग प्लान बनाऊ, मम्मीहरूसँग आउनु हुँदैन, मजाले घुम्न पनि पाइँदैन। कमसेकम साथीहरूसँग गयो भने त कमसेकम चिलमा घुम्न त पाइन्छ। फेरि घर आउने बेलामा चाहिँ सफारी तान्न नसकेर एकछिन हिँड्नु पर्यो। यहाँनिर बिचको चाहिँ अलिकति बाटो लास्टै खराब रहेछ। त्यसपछि हामी चोकमा रोकेर पानीपुरी र चटपटीहरू खायौँ। अनि त्यसपछि गर्मी धेरै भएको कारणले यसो कुल्फीहरू पनि खायौँ। ल आजको लागि यति नै, बाई बाई गाइज।